गाइज वेलकम टु न्यू ब्लग। यस्तो दामी छ नि फेरि यो ठाउँ हेर्नुहोस्, बवाल। म चाहिँ सर बाटोमा घुम्दैछु आज चाहिँ, हेर्नुहोस् सर यस्तो मजाले बाटो चाहिँ बवालै छ क्या यहाँ चाहिँ। अनि यता स्कुटी चलाउँदै पनि छु है, म चलाउँदै घुम्दैछु। हेर्नु क्या बवाल छ क्या होइन ठाउँ चाहिँ। यस्तो ठाउँमा चाहिँ घुम्न चाहिँ बडा मजा आउँछ होइन। अलि गर्मी पनि भइसकेको छ, गर्मी पनि बढिसकेको छ। र अनि के कस्तो छ हजुरतिर कमेन्ट गर्नु होला। यस्तो बवाल ठाउँ छ होइन गाइज। यस्तो बवाल ठाउँ। बन्दीपुर जाउँला सँगै बसौँला, सेल्फी हानौला। यस्तो बवाल छ हेर्नु गाइज। यो चाहिँ हो द्वारका एक्सप्रेस हाइवे। टक्क त्यहाँ पलतिर गएपछि अहिले चाहिँ त्यो भित्री बाटो हो सर र अनि बाहिर अब हेर्नुहोस् है, म निस्किन्छु 2 मिनटमा। ट्र्याक्टर पनि आउँदैछ सर। यस्तो बवाल ठाउँ छ नि, गर्मीमा चाहिँ मजै आउँछ। बाहिर निस्किसक्यो म चाहिँ हाइवेमा गाइज। टक्क यो देख्न सक्नुहुन्छ है, बाटिका सेक्टर 88 यो भाइ हाइवे। यो चाहिँ गुडगाउँको द्वारका पुग्ने हाइवे है। अब टक्क यहाँबाट हाइवे सुरु भयो है। यस्तो बवाल छ नि हाइवे त फेरि हेर्ने। यस्तो यता मल छ नयाँ नयाँ।